भगवती माई गाउँपालिकामा भव्य खेलकुद कार्यक्रम हुँदै। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भगवती माई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने वार्षिक खेलकुद कार्यक्रम 2082 भव्य तयारीका साथ सञ्चालन हुने भएको छ। गाउँपालिका भित्र खेलकुद, स्वास्थ्य र स्थानीय प्रतिभा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ असोज 24 गतेदेखि 27 गतेसम्म कार्यक्रम सञ्चालन गरिने खेलकुद विकास समितिले जानकारी दिएको छ। समितिका संयोजक शमशेर खड्काका अनुसार खेलकुद कार्यक्रम अन्तर्गत भलिबल, फुटबल, ब्याडमिन्टन, खुल्ला शटपुट लगायतका प्रतियोगिताहरू हुनेछन्। साथै शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत समावेश गरिनेछ। पुरस्कार विवरण यस प्रकार रहेको छ। अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता दर्ता शुल्क रु 5000, प्रथम पुरस्कार नगद रु 55,500, ट्रफी, मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार रु 30,500, मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार रु 15,500, मेडल र प्रमाण पत्र। गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता दर्ता शुल्क रु 4,000, प्रथम पुरस्कार रु 55,500, द्वितीय पुरस्कार रु 30,500, तृतीय पुरस्कार रु 15,500। वडा स्तरीय फुटबल प्रतियोगिता दर्ता शुल्क रु 4,000, प्रथम पुरस्कार रु 55,500, द्वितीय पुरस्कार रु 30,500। वडा स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता दर्ता शुल्क रु 2,000, प्रथम पुरस्कार रु 20,100, द्वितीय पुरस्कार रु 10,100, तृतीय पुरस्कार रु 5,100। खुल्ला शटपुट प्रतियोगिता दर्ता शुल्क रु 500, प्रथम पुरस्कार रु 5,000, द्वितीय पुरस्कार रु 3,000, तृतीय पुरस्कार रु 1,500। केही खेलहरूमा विशेष पुरस्कारका रूपमा उत्कृष्ट खेलाडीहरूलाई रु 3,000, मेडल र प्रमाण पत्र प्रदान गरिने पनि समितिले जानकारी दिएको छ। विशेष नियम र व्यवस्था। वडा र पालिका स्तरका प्रतियोगितामा स्थानीय खेलाडी मात्र सहभागी हुन पाउनेछन्। सहभागी खेलाडीहरूसँगै नागरिकता वा परिचय पत्र अनिवार्य हुनुपर्नेछ। बसाइसराई गरिएको भए समावेश गरिने छैन। शिक्षक तथा कर्मचारी प्रतियोगितामा आयोजक समितिले खेलकुद पोसाक वितरण गर्नेछ। आयोजक समितिले पालिकाका सबै वडा, विद्यालय, शिक्षक, कर्मचारी, खेलप्रेमी तथा सर्वसाधारणलाई खेलकुद कार्यक्रममा मनोरञ्जन र एकताको प्रतीकका रूपमा लिन र कार्यक्रम सफल बनाउन सक्रिय सहभागी जनाउन आग्रह गरेको छ। आयोजक भगवती माई गाउँपालिका खेलकुद विकास समिति, दैलेख। सम्पर्क नम्बर 9851 70 505, 9818 35 30 91। हौस् त राष्ट्रिय न्युज हेर्दै गर्नुहोला।